यता हो खाने लौका स्पेसल लौका हो यो तिलक दाईको लौका मतलब तिलक दाईले किनेको हो। म चाहिँ आइसकेँ होइन मेरो नयाँ ब्लगमा। यसो बाहिर जानु लागेको दाईसँग। दाई कता हरायो दाई आउनु भएन उता अगाडि हिँड्दैछ। पढाउनु पनि आइरहेको रहेछ। हामी चाहिँ मार्केट जाँदैछौँ। अब त्यो के किन्ने हो कोनी भाइ आराम से। पठान किधर जा रहा है? क्यों? कालियामा ओए काले Hi my friend, how are you? My blog na. Good Nepali my Nepali language too. Nepali language. No malum. Speak na. Speak Nepali language. Nepali language. खान भाई मेरा ना पहली बार आया मेरा ब्लॉग में है। भाई क्या हाल है? सही है? फर्स्ट टाइम में अभी क्या कर रहे हैं? रोजा रख के वो बाहर जा रहा है खाने के लिए। वही है ना, खाने के लिए किधर जाएगा? खाएगा तू जाएगा ना, ये भी खाएगा। ये दबा के खाएगा, छोड़ेगा नहीं। और भाई ये आपका ये कैप किधर से लिया है भाई? पाकिस्तान का है ना। पाकिस्तान का है? पाकिस्तान किधर है? पाकिस्तान इंडिया के साथ। इंडिया के साथ है? इंडिया नेपाल के साथ है ना? फिर तो नेपाल में हो गया पाकिस्तान। तो बैक साइड में पाकिस्तान है ना। वो तो चाइना है ना? हाँ चाइना हो तो सारे भोक लाग्यो दाइ के खुवाउनु नि हो दाइ के खुवाउनु पठाने कुछ खिलाएगा? हाँ मेरे को जिधर भी दाइ के छ ल दाइ मलाई त थाहा छैन अब के लिनु गएको होइन कहाँ गएको हिँड भन सोधेको किन सोधेको हिँड्ने भयो हिँड नहिँड्ने भयो नहिँड भन्छ दाइ अब के मान्नै पर्यो भनेको कुराहरू। बाटो त्यस्तो छ होइन त्यो गाडी नै गाडी छ यही हाम्रो बस्ने एरिया ठाउँ। बिल्डिङै बिल्डिङ छैन नि सबै क्यामे बिल्डिङ त बिल्डिङै हो कि झन्डै हान्छ गाडी ल्याएर मलाई। कुना काप्चाहरू यस्तो क्या लगाया? ए खान मारेको तेरो एक थापड। मार्केट आइपुग्यो होइन सक्लाइन हो हिँड्दैछ। के चाहियो अहिले म टुप्लाएर हिँड्नु नि मोबाइल भन्छु। मलाई उयो किनिदिने होइन मलाई के किनिदिने दाइ? यो के हो दाइ? लेग पिस यो चिकन अनि यो पनि के हो? चिकन। यो पनि के हो? चिकन। यो चिकन यो के हो? आमा उयसको त गोरुको मासु जस्तो चाहिँ हो अरू केही पनि होइन त्यस्तो चाहिँ। के गरेको? फुटाइदिनु के भन्नु? बन्द गर्नु फुटाइदिनु त होइन मल बङ्गाल भनेको किन बन्द गर्नु? मेरो फोन हो किन न के किन्नु? ल यो चाहिँ के भयो? भाउजूलाई भनिदिनु भयो भने यस्तो बोल्छ भनेर दाइले हो। कम टु दुबई तेरो को देखेगा बाद में मैं। चिकन हाल्दैछ मेरो दाइले ससेस हाल्दैछ होइन। हाल्नु नि हाल्नु ह्यान्डसम देखिरहेको रहेछ दाइलाई। अरू के हो? यति नै हो? आलु खोइ यति कोपी कसरी हो दाइ? अन्त सपिङ भइसकेको छ होइन। त्यो दाइले पेमेन्ट गर्दैछ चल्दिनु लागेको घरतिर घर रुमतिर के भन्नु दाइ त हेर्नु त फोटो खिचिदिन्छु। आम कस्तो दामी हो
केटा हो खाने लौका स्पेसल लौका हो यो तिलक दाईको लौका मतलब तिलक दाईले किनेको हो त्यो 50 ग्राम झरेको मलाई भन्नु पर्दैन त मेरी पनि च्याट्टा देखाएर दाइ मलाई भन्नु पर्दैन त च्याट्टा चल्छ म साटेर आउँछु हुन्छ च्यात्तेको पो रहेछ पैसा बिल ल्याउनु भयो नि तपाईँले ल ठिक छ म चेन्ज गरेर आउँछु तपाईँको नयाँ दिएको छ र बिल ब्लक्कड यो दिमाग लाउनु नि दिमाग लाउने चाहिँ सोच्नु भाउजूलाई सम्झेर हुन्छ दिन रात वेटमा जाँदै तिलक भाइ तपाईँ छ नि तपाईँ के भन्छ होला भनेको तिलक भाइ कस्तो अरे दाइ यस्तो अरे यहाँ त सिकिरहेर दबाई छ नि दबाई दाइले फेरि दारू दाइले फेरि दारू याद आइरहेको रहेछ उयो सामान किनेको होइन 1 हप्ताको लागि ड्याम ड्याम पकाउने ल्याम ल्याम खाने धमाधम काम गर्ने धमाधम पैसा त कमाइँदैन मसँग पैसा थिएन क्या दाइ मलाई त पछि भाइ त्यहाँ झरेको छ टिप भनेको भए म टिपिहाल्थेँ त अनि पैसा थिएन मसँग भाइ त पछि टिप त त्यहाँ एउटा आलु झारेर भनेको म टिप्दिनँ थिएँ ट्याक्कै एउटा आलु झार्थेँ के छ दाइले फोन गऱ्यो यार हेलो दाइ दाइ तिलक दाइको खोइ त्यहाँ काम छ अरे कि यतापट्टि अनि हिँड भन्नुभयो अनि यता खोइ त्यहाँ दोकानमा एउटा के किन्नुपर्ने छ अरे कतिखेर आइपुग्नुहुन्छ बसिरहनु नि तर रुम गएको कतिखेर आइपुग्नुहुन्छ भने त के यहीँ छु म यहीँ छेउमै छु के गर्नु ल आउनु नि त ल दाइ हुन्छ ल तिलक ल म भन्छु बस्नुपर्छ ल हुन्छ दाइ ल दाइ ओके ल दाइ मेरो लौका हो मेरो न तिलक दाइको हो भाइ के हाले सही हो बस्ने पो भनेको त गले क्या म बस्ने भनेको के सोचिरहेको दाइ त्यो भनेको चाहिँ भरिया बोकाइ हो क्या मलाई पागल भन्नुहोस् मलाई बाल लाग्दैन क्या अरूले जे सुकै भन्नुहोस् आइ बिरालो ओइ 5 चिप्स भन्दैन 5 चिप्स भन्दैन भाइ छैन छ भन्दैन 5 चिपे दिएन हौ ओइ दिएन भनेको ओइ छैन पैसा लौका खान्छस् लौका खाने लौका खान्छस् लौका नखा त्यसो जा ल भोलि भेट्छु ल के अरे के माग्नु मान्छेलाई चाहिँ मान्छेलाई त मागेको त मैले अनि बिरालो नाम पो बिरालो त त्यसको म त सास फेरिरहेको छ त मान्छ नि त पनि बुझ्छ त त्यसले पनि भोक लाग्छ त्यसलाई पनि तिर्खा लाग्छ काम जान्छ काम गरेर आउँछ बरु उनीहरूको लाइफ ठिक छ हेर्नु त काम साम केही छैन ट्याक्क आज अर्को गाडीमा बिन्दास भइदियो त्यसलाई म केही दिनुपर्ने थियो यार अङ्गुर खान्छ त्यसले त के अरे मुतायो कहाँ गल्ली हिँडेको त अनि टेपको बाटो चाहिँ हो पनि के गर्छ यत्रो खुल्ला बाटो हुँदा हुँदै अघि आएको बाटो खुल्ला छैन चेप हिँडेर अघि के भन्नु त के हिँड्नु त
नोइन नि त अनि के त्यसो भनेको मोबाइल ए भइरहेछ त ल गल्यो नि त यहाँ हात दुख्यो के गरेको तैँले बाटो के लिएको के खोजेको त के बोकेको माथि बुक्क तल चाकसुक हाँ पठान भाई लोग की हाल चाल है सही है इंशाल्लाह सही है जोड्दै बस्नु न एकछिन हौ हाम्रो क्याम्प चाहिँ यही हो रातो बिल्डिङ छैन रातो बिल्डिङ यही हो रातो लामो बिल्डिङ क्या यही हो माथि सेतो ट्याङ्की छ ए भरिया बोकाइ भनेको चाहिँ पाहाडमा बोक्छ नि त भरिया कटु तान्दै सिँग तान्दै म माया मार्दिन तिमीलाई छाड्दिन भाइ क्या डाटा नहीं है वीडियो कर रहा है ओनली वाईफाई इधर से बात करेगा मुश्किल नहीं ये फोन यही फोन से करना पड़ेगा ना फिर हाँ किससे बात करेगा इधर थोड़ा इधर साइड में आ जाओ उधर थोड़ा आगे आ जाओ नेट यही कंपनी किधर जा रहे तुम बात करेगा इससे नंबर है वाईफाई है खाली वाईफाई इसमें कनेक्ट नहीं हो सकता अपना कैम्प का वाईफाई है ना ल गाइज अब होइन रुम पनि आइयो अब सुत्नुपर्छ गुड नाइट नाइट ड्युटी हो त्यो गुड नाइट भनेको मार्केट जाके होइन सक्लाइन ठीक है ड्यूटी जाएगा अब सो जाना सो जाना सो जा गाइस सुतेको है गुड नाइट फेरि म अब नयाँ ब्लगमा फेरि भेट्नुपर्छ होइन अब ड्युटी जानुपर्छ भरे लौका खानुपर्छ फेरि नयाँ